हाम्रो म्यामलाई चाहिँ साह्रो अल्छी लाग्यो अरे लु भन्दा रे साह्रै अल्छी लाग्यो अरे ऊ सुतिरहनु भएको छ हेलो सबैजनालाई मलाई चाहिँ एकदम बोरिङ अल्छी लागेर चाहिँ म चाहिँ सोफामा पल्टेर बसिरहेको थिएँ अन्त मेनिकले चाहिँ मेरो भिडियो बनाउँदै थियो हो मलाई जिस्काउँदै थियो त्यहाँदेखि चाहिँ ठिक्कै हाम्रो सानो बहिनी आउनु भएछ हो अन्त उहाँले हेयर कलर गर्छु नि नाना मेरो फेसमा कस्तो सुहाउँछ गरिदिनुहोस् न भनेर भने ल हुन्छ बहिनी भनेर चाहिँ मैले अब उहाँको केसलाई चाहिँ कलर गर्ने स्टार्ट गरेँ कलरमा चाहिँ मैले यो पार्लस टेक्निक गर्दैछु फोइलहरू लगाएर अब यो प्रिलाइट गरेको यो चाहिँ 30 भोल्युम हालेर चाहिँ मैले प्रिलाइट गर्दैछु अन्त यसलाई अब 45 मिनट्स राख्नुपर्छ हो 45 मिनट राखेर चाहिँ यसलाई हामीले रिन्च आउट गर्नुपर्छ हो रिन्च आउट गरेर चाहिँ यो केसलाई चाहिँ डिपोजिट कलर डिपोजिट गर्नुपर्छ हामीले हो अब यो कलर डिपोजिट गर्दैछु त्यसको बाद यो कलर चाहिँ हामीले कति 15 देखि 20 मिनटसम्म राखेर फेरि धुइँदै गएर स्याम्पू कन्डिसनर सबै गरेर त्यहाँदेखि सुकाउँछ हामीले यसलाई हो यसको अब फाइनल रिजल्ट यसको आउनु आँट्यो हो यसको फाइनल रिजल्ट चाहिँ यो हो हेर्नुहोस् न बहिनीले चाहिँ एकदमै मन पराउनु भयो हो कलर हेयर कलर चाहिँ दामी भयो भन्नुहुँदै थियो थ्याङ्क यू सो मच